यो रक्सीबाट चल्ने बाइक। यस गाइस तपाईले बिलिभ गर्नुहुन्न होला तर यो हो इथानोल यानी कि रक्सी। म चाहिँ भन्छु सेन्तेरम सेन्तेरम सेन्तेरम। अब हेरौँ यो बाइकको लुकहरु हेरौँ के कस्तो छ भनेर। झरौँ अब हाम्रो हायाभुसाबाट क्यामेराम्यान यता आम त। यसमा चाहिँ हाम्रो एउटा अन अफ स्विच के भन्छ यो स्टार्ट गर्न लगाए अब तल गरेर स्टार्ट गरिन्छ। यो साइलाइटको लागि भयो यो हर्न भयो। यसको हर्न झन् खतरा छ। हजुरले हर्न सुनाउँछु अहिलेपट्टि। अच्छा लाइटको लागि छ स्टार्ट गर्नको लागि सेल्फ स्टार्टको लागि हमको सिखा रिया है। अब चाहिँ हामी यसलाई स्टार्ट गरेर हेर्छौँ। यहाँ गियरको सबै व्यवस्था छ साइलेन्सर सबै। यसको साउन्ड झन् खतरा छ के एकदम वाउ हुन्छ नि वाउ हो त्यस्तै छ के साउन्ड। त्यो डर बाइक हो के भन्छ त्यसलाई नि पछाडि छोडिदिन्छ खतरा छ। अब स्विच भयो। अब स्विचलाई अन गरेँ मैले। अब यहाँबाट सेल्फ स्टार्ट गरौँ क्लोज लिउँ। ल हाम्रो बाइक स्टार्ट भइसकेको छ। यसको साउन्ड सुनौँ। सो साउन्ड त तपाईले सुनिसक्नु भयो होला एकदम कडा हाकेर त्यो कुन बाइक हुन्छ अरे रकेट उड्न लाग्दाखेरि लन्च हुँदाखेरि उड्ने बेला हुन्छ नि हो ठ्याक्कै त्यस्तै साउन्ड चाहिँ। बाइक पनि एकदम कडा छ। बस्नको लागि कडा खालको सिट छ। साइकलको सिट होला सायद साइकलको सिट छ बस्नको लागि। र त्यसपछि हाम्रो यहाँ क्यामेरा अलि नजिक आउनु त ल यता। हाम्रो टायर चाहिँ अलि बाइकको युज गरिएको छ डेकोरेसनको लागि हो हाम्रो। र त्यसपछि अब यता इन्जिन देख्न सक्नुहुन्छ हिरो होन्डाको इन्जिन युज गरिएको छ। अनि यसको म्याक्स स्पिड चाहिँ 100 kmph म्याक्स स्पिड रहेको छ यसको। यसको हर्न खतरा छ नि त। हर्न भुलियो नि गाइजहरु हर्न है हर्न एकदम खतरा छ हर्न चाहिँ। ल हर्न यति चर्को हो कि यहाँबाट जुपिटरसम्म सुनिन्छ के साउन्ड पनि। देख्न सक्नुहुन्छ। र त्यसैगरी अब यसमा अगाडि डिस्क ब्रेक पनि युज गरिएको छ। क्यामेरा अलि अगाडि आउनुहोस् क्यामेराम्यान। इन्जिन पनि धेरै साह्रै तातो रहेको छ। र यहाँ साइलेन्सर यसको खतरा छ कि जस्तो कोइला जस्तो छ साइलेन्सर। हातै कालो भयो मेरो चाहिँ एकदम खतरा खाका साइलेन्सर चाहिँ। साउन्ड झन् खतरा खाके। र त्यसैगरी हाम्रो यहाँ यसको लाइट झन् खतरा खालको प्रयोग गरेको छ। यसको कलर पनि खतरा चेन्ज हुन्छ हैन। अब यो दुईटा लाइट चाहिँ यो लाइट हेर्नु यहाँ कस्तो छ। ल हेर्नु यहाँ लाइट अलि नजिक आउनु क्यामेराम्यान। ल हेर्नु यहाँ लाइट एउटा यतापट्टि अहिले येल्लो गरिरहेको छ। अब फेरि यता चेन्ज गर्यो भने व्हाइट येल्लो व्हाइट लाइट एकदम खतरा खा। अरू भन्दा नि यसको हर्न चाहिँ हर्न खतरा के। यहाँ गाडीको हर्न यत्रो बढी मानको हर्न प्वाक 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 यहाँ जुपिटरसम्म सुनिने साउन्ड यस्तो खतरा खा भयो हर्न पनि। अब तपाईँले कति देखाएको मात्रै चलाएर पनि देखाऊ भनेर सोच्नुभयो होला। चल्छ चिन्ता नगर्नु। फेरि चल्दाखेरि रक्सीबाट चल्यो भनेपछि हुन्छ होला सोच्नुभयो होला। त्यो चाहिँ हुँदैन। फेरि हुनै सक्छ भर छैन। अब मान्छे यस्तै होला नि यो पनि। हुन त मान्छे यस्तो होइन त्यही। ल हेरौँ ट्राई गरौँ। सक्नुभयो होला हैन। बाइक चलाएको देखिसक्नुभयो होला एकदम खतरा हा। बाइक चाहिँ एकदम सुई रकेट भन्दा स्पिड गइसक्यो। हुन त 100 भन्दा माथि जान्न त्यही पनि रकेट भन्दा स्पिड गइसक्यो गाई एकदम खतरा हा बाइक। र हाम्रो यो बाइक चाहिँ मैले बनाएको होइन है उहाँले बनाउनु भएको भाइ। यो चाहिँ अब ठ्याक्कै यो चाहिँ ट्याङ्की छ। ट्याङ्की देख्नु भोलि क्यामेराम्यान यता आउनु त क्यामेराम्यान। यो हाम्रो ट्याङ्की छ हाल्ने ट्याङ्की है। यो ट्याङ्की भित्र टक्क हाल्ने अनि बुम 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 चल्छ। हाम्रो यो बाइक बनाउने महान व्यक्तिलाई चाहिँ हामी अगाडि ल्याउँदै छौं। बाइक बनाउने महान व्यक्ति आउनुस्।
हेर्न सक्छ ए गाई चोर मेरो चस्मा कता गयो यार ए यता चाहिँ उडेर यार हाम्रो दाइले चाहिँ यहाँ यो बाइक बनाइसक्नु भएको छ खर्च लाग्यो के कस्तो भयो बाइक बनाउँदा खर्च चाहिँ मेरो लगभग 50,000 जति लाग्यो बाइक पुरै कम्प्लिट गर्दाखेरि अझै पनि कम्प्लिट भएको छैन अब यसको सिटहरू यताउता चाहिँ चेन्ज गर्न बाँकी छ र यो बनाउने सोच हजुरलाई आफै आयो कि आफ्नो मनले बनाउनु भयो कि के कस्तो आफ्नो एक्सपेरिमेन्ट गर्नको लागि केही कुराको लागि त्यही नै हो इन्जिनको चाहिँ जस्तो हाम्रो पेट्रोल बाइक अरू फ्युलबाट चल्छ कि चल्दैन भनेर एक्सपेरिमेन्टको लागि नै हो यो चाहिँ खास मैले 4 व्हिलर नै बनाउने भनेर लिएको इन्जिन हो अहिले चाहिँ टेस्टको लागि चाहिँ बाइकमा हालेको मात्रै हो यो बाइकको चेचिसहरू चाहिँ सबै कस्टम मेड नै हो कि जस्तै यो कबाडीबाट लिएर आएको इन्जिनहरू विनर सबै सामान कबाडीकै हो यो चेचिस चाहिँ आफै डिजाइन गरेँ मैले अनि कार्बोरेटर पनि त्यही इथानोलबाट चल्ने नै बनाएको र अब यत्रो ठुलो यत्रो खतरा बाइक बनाइसक्नु भएछ र हजुरको इन्ट्रोडक्सन पार्नु न त हजुरको नाम मेरो नाम चाहिँ सूचक तिवारी हजुरको ठेगाना घर कता ठेगाना चाहिँ मेरो बेगनास्थाल हो पियुमा पढ्छु अहिले चाहिँ कम्प्युटर इन्जिनियरिङ फर्स्ट इयर हो अहिले चाहिँ फर्स्ट इयर अनि फर्स्ट इयरमा हजुरले कति वर्ष भयो बनाएको वर्ष महिना यो चाहिँ लगभग 6 महिना बढी हुन लागिसक्यो बाइकको एज चाहिँ जे होस् कलेज जोइन गर्ने बित्तिकै बनाएको यो चाहिँ अनि बाटोमा हिँड्दा केही समस्याहरू हुन्न किनभने नम्बर प्लेटहरू केही छैन त यसमा अब बाटोमा मैले धेरै लिएर त हिँड्दिनँ यतै लोकल ठाउँहरूमा मात्र हो अब यो चाहिँ यातायातबाट एउटा स्वीकृति चाहिँ बनाउँछ त्यही पुलिसहरूको अगाडि गएको त छैन तर गयो भने चाहिँ समात्छ होला चाहिँ होस् तर एक्सपिरियन्सको बाइक हो कि त्यही भएर खासै समस्या नपर्ला जस्तो लाग्छ त्यही भएर मैले लिएर चाहिँ हिँडेको छैन धेरै टाढा र हेर्न सक्नुहुन्छ बाइक भनेको हाम्रो यही नै हो एकदम खतरा बाइक अब दाइ पनि हुनुहुन्छ दाइले बनाउनु भएको छ दाइकोलाई चाहिँ एउटा लाइक गर्न भन्छ लाइक गर्नु भन नि यत्रो मेहनत बेकार जान्छ होइन जान्छ बेकार जान्छ लाइक सब्सक्राइब सब हान्नु पऱ्यो सब हान्ने पऱ्यो ल दाइलाई पनि सपोर्ट गर्नु पऱ्यो त्यतिखेर टिकटकमा के खाएर आइडी त हजुर मेरो टिकटकमा मेरो नाम नै छ सूचक नै छ सूचक तिवारी नै छ दाइले टिकटकमा बाइकहरूको हतार हतार भिडियोहरू हालिराख्नुहुन्छ त्यही कारण फलो गर्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ र अब आजको भिडियो चाहिँ यति नै गरौँ टिल देन बाई बाई हामी यो रक्सी र पेट्रोल यहाँ मिक्स गरेर हाल्दैछौँ बाइकमा अहिले अघि धेरै पटपट पटपट पड्कायौँ त्यही भएर पेट्रोल अलिक खत्तम भयो जस्तो लाग्यो यस्तो पेट्रोल चाहिँ इथेनल खत्तम भयो जस्तो अब बाइक चाहिँ एकछिन झ्याप हुन्छ है यसो हालिसक्यौँ रक्सी बाइक एकछिन झ्याप हुन्छ अनि पटपट पटपट पट कति लिटरको ट्याङ्की हो यो 2.5 लिटर 2.5 लिटर भनेपछि कति हिँड्छ ट्याङ्की फुल गऱ्यो भने ट्याङ्की फुल गर्दा 1 लिटरले चाहिँ लगभग 30 जति हिँड्छ 30 किलोमिटर ल भनेपछि 60 किलोमिटर हिँड्ने बेला 60 होइन 60 र 15 कति हुन्छ 75 किलोमिटर ल